हाई गाइज, आज चाहिँ हामी दमकबाट चाहिँ हामी निस्क्यौँ है। हामी चाहिँ उर्लाबारीबाट चाहिँ हुँदै यो चाहिँ खर्सानी बाटो अरे है। यो चाहिँ हामी छिटो बाटो चाहिँ आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा म चाहिँ एकछिनमा भन्ने छु। यो चाहिँ खर्सानी बाटो हामी चाहिँ निस्केर आज चाहिँ हाम्रो फ्यामिली टुर जाँदैछौँ गाइज। र आज चाहिँ हामी बिहानै निस्केको हो। बिहानै छिट्टै भएर पुगेर चाहिँ घुमेर आउनुपर्छ भनेर चाहिँ हामी चाहिँ गएको। जाँदा जाँदै हामी चाहिँ कति छिटो धरान पनि आइपुग्यौँ है। हाम्रो अगाडि गाडी धराने गाडी पनि अगाडि रहेछ है। यो चाहिँ धरान हामी आइपुग्यौँ र आज चाहिँ हामी सबैजना आजको दिन चाहिँ कहाँ गएको भन्दा चाहिँ म एकछिन पछि पुगेपछि चाहिँ भन्ने छु। र सबैजना आज चाहिँ एकदमै कोही गीत गाउँदै कोही गफ गर्दै आफ्नै आफ्नै धुन आफ्नै आफ्नै तालमा चाहिँ इन्जोय गर्दै चाहिँ हामी उकालो लाग्यौँ है। अब उकालो जाँदा जाँदै कहीँ चाहिँ बाटोमा पनि गड्याक गड्याक गर्दै कहीँ ठाउँ चाहिँ यस्तो पनि रहेछ। र जाँदा जाँदै हामी चाहिँ तलतिर सेकेन्ड फेदी चाहिँ आइपुग्यौँ। योभन्दा अर्को फेदी पनि रहेछ हो। हाम्रो चाहिँ मेन ठाउँ जाने चाहिँ त्यो ठाउँ हो। र अब यहाँदेखि अझै हामी माथि डाँडामा चाहिँ जानेछौँ। र डाँडामा पुगेपछि हाम्रो गाडी राखेर चाहिँ हामी चाहिँ फाइनली आज चाहिँ हामी तिनजुरे डाँडा आइपुग्यौँ है गाइज। यो चाहिँ तिनजुरे डाँडा आइपुग्ने बित्तिकै हेर्नुहोस् न, हाम्रो ग्रुपहरू कोही फोटो खिच्ने कोही टिकटक कोही डान्स गर्ने। ऊ हाम्रो हेर्नुहोस् बहिनी पुरा डान्स, अनि फुपू चाहिँ टिकटकर हाम्रो फेमस एकदम खतरनाक फुपू टिकटक बनाउँदै हुनुहुन्छ है। अनि कोही भिडियो बच्चाहरू आफ्नै आफ्नै तालमा एकदमै धेरै इन्जोय गरिरहेछ होइन। यो ठाउँ चाहिँ यस्तो राम्रो ठाउँ रहेछ है, थाहा थिएन। अब हामी चाहिँ नजिकको तीर्थ हेला भने जस्तै भयो नि त होइन, त्यति थाहा थिएन। पछिबाट हामी चाहिँ टिकटक अनि कोही के भिडियो लगाएर यहाँ चाहिँ पुरै फेमस रहेछ है। यो जग्गा चाहिँ कस्तो रहेछ भनेर हामी पनि आएको है। तर यहाँ साँच्ची नै रहेछ क्या, यहाँ यस्तो राम्रो ठाउँ यस्तो हेभेन ठाउँ रहेछ है। यहाँ पुग्दा त हामीलाई कस्तो स्वर्गमा पुगे जस्तै क्या। अब देखा त छैन रे पनि मतलब त्यस्तो आनन्दित ठाउँ रहेछ है। यहाँ चाहिँ एकदमै ठन्डा अनि एकदमै शान्त यस्तो राम्रो जग्गा रहेछ। अनि खास विशेष गरेर चाहिँ यहाँ चाहिँ किन आउने रहेछ भन्दा पर्यटकहरू चाहिँ कता कताबाट चाहिँ यहाँ चाहिँ मेन चाहिँ यहाँ लालीगुराँस प्लस यो डाँडाकाँडाहरूको लागि चाहिँ इन्जोय गर्न चाहिँ आउनु हुँदो रहेछ है। र यहाँ चाहिँ मलाई चाहिँ थाहा थिएन है, लालीगुराँसहरू यति धेरै प्रकारको हुन्छ अरे भने सुनेको थिएँ। तर यहाँ चाहिँ यहाँ पनि धेरै प्रकारकोहरू रहेछ होइन, रातो पिङ्क अनि सेतो अनि यहाँ खालपरी प्रकारको जस थुप्रै खालको रहेछ क्या लालीगुराँसहरू हेर्नु न। अनि हाम्रो नुनाम र मिङसाङ पनि एकदमै खुसी भएर चाहिँ पुरा इन्जोय गरिरहेछ र आफ्नै आफ्नै तालमा कोही नाच्ने कोही फोटोहरू खिच्ने होइन, लालीगुराँसको कोही टिकटक बनाइरहेछ होइन। हेर्नुहोस् पाखाभरि आफ्नै आफ्नै तालमा चाहिँ हिँडिरहेछ है। हाम्रो फ्यामिलीहरू पुरा खुसी भएर चाहिँ एकदमै इन्जोय गरिरहेछ। र एकदम घुम्नको लागि चाहिँ एकदम राम्रो रहेछ है गाइज। हजुरहरू पनि एकचोटि चाहिँ यहाँ आउनु होला होइन। खास गरेर चाहिँ यहाँ लालीगुराँस फुलेको टाइममा चाहिँ एकदमै रमाइलो, एकदम दुलही चाहिँ एकदमै सजिएर बसेको हुन्छ त्यो जस्तै नै एकदमै पुरा ढकमक्क रातै फुल्दा चाहिँ एकदमै यहाँ चाहिँ दुलहीको बेस जस्तै हुन्छ अरे क्या। त्यस्तो राम्रो रहेछ होइन। सबैजनाले इन्जोय आज चाहिँ एकदम राम्रो गऱ्यौँ होइन। गरिसकेर हाम्रो चाहिँ ग्रुपहरू चाहिँ अब घर फर्केको, कोही अगाडि कोही पछाडि होइन। आहा कस्तो राम्रो ठाउँ रहेछ। अब चाहिँ एकदमै अब यो साल ठिकै छ आयौँ होइन, घुम्यो एकदमै रमाइलो इन्जोय भयो। अब चाहिँ गएको बाई बाई भन्दै जाँदै हुनुहुन्छ हाम्रो फुपू है। बाई बाई गर्दै जाँदै हुनुहुन्छ, ल बाई भनिदिएको। अनि फुपूलाई पनि मैले अनि हुन्छ ल फुपू ल नेक्स्ट टाइम चाहिँ हामी क्याराभ्यान बनाएर आउनुपर्छ है त ल भनेर त्यही मैले पनि भनिदिएँ होइन। ल आज चाहिँ एकदमै धेरै इन्जोय भयो एकदम रमाइलो भयो भन्दै हाम्रो ग्रुपहरू चाहिँ फर्केको